विद्यार्थीहरूमा इमोसनल इन्स्टेबिलिटी एकदम हाई देखिन्छ। विद्यार्थीहरूको संवेगात्मक विकास कसरी गराउने त स्कुलमा, हैन? एउटा गणित सिक्नु जति महत्त्वपूर्ण कुरा छ, भाषा सिक्नु जति महत्त्वपूर्ण कुरा छ, एउटा विद्यार्थीले आफ्नो इमोसन एक्सप्रेस गर्न पाउने कुरा त्यत्तिकै महत्त्वपूर्ण हुन्छ सिक्नको लागि चाहिँ। मेरो घरमा समस्या छ, म दुखी छु, म अनह्याप्पी छु, म कक्षा कोठामा आएँ, त्यो शिक्षकले मेरो त्यो दुःख, मेरो अनह्याप्पीनेस, मेरो घरमा भएको समस्या उहाँले बुझिदिनु भएन भने, अनि त्यही क्लासमा राखेर अरू विद्यार्थीसँगै मलाई सिकाउनु भयो भने मैले सिक्छु कि सिक्दिनँ त, हैन? हामीले हाम्रो विद्यार्थीलाई त्यो संवेग व्यवस्थापन गर्न कसरी सिकाउने त? एउटा सानो चिज भयो भने विद्यार्थी आत्तिहाल्छ। किन आत्तिन्छ भने उसलाई हामीले त्यो उसको इमोसन रेगुलेट गर्नै सिकाएको छैन, त्यो मौका पनि दिएको छैन, ठाउँ पनि छैन स्कुलमा। त्यसको लागि पनि त रिसोर्सेस चाहिन्छ होला नि। कसले दिने हो? अभिभावकले दिने हो कि राज्यले दिने हो, हैन? भनेपछि हाम्रो विद्यालयहरू कग्निटिभ डेभलपमेन्टको सेन्टर मात्रै भइराखेका छन्। कग्निटिभ डेभलपमेन्ट मात्रै गराउने हो भने यति धेरै फी उठाउनु पनि पर्दैन।